झगडा परिरहेको छ है यहाँनिर यो गाडी जामकोले। यहाँ हानाहान परिरहेछ है, हेर्न सक्नुहुन्छ। पुलिसलाई फोन गर है। यहाँ हानाहान परिरहेछ है यो गाडीहरूको जामले गरेर। यहाँ हानाहान परिरहेछ हेर्नुहोस् है यो गाडी अगाडिवाला। पुलिस प्रशासन पनि आएको छैन अहिलेसम्म होइन। पुलिस प्रशासन यहीँ पारी छ, पुलिस प्रशासन पनि अहिलेसम्म आएको छैन। यो के भइरहेको हो, यत्रो हल्ला खल्ला सुन्न पर्ने हो। गाडी नम्बर चाहिँ यो हाइसवाला र यो टडकवालासँग परे हो। पर्न चाहिँ हाइसवाला चाहिँ यो गाडी नम्बर हो। यो गाडी नम्बरको हाइसवालाहरू ग्रुपमा आएछन् र यो टडकवालासँग परेको हो। जाम गर्यो भनेर अगाडि आयो भनेर, जाम किन गर्यो भनेर हाइसवाला अगाडि पस्या भएर चाहिँ झगडा परे हो। यो चाहिँ आजको घटना हो। आज राति 10 बजेर लगभग 18 मिनटमा 17-18 मिनटमा परेको हो। परिरहेको छ यहाँ अहिले हेर्न सक्नुहुन्छ। यो दाइसँग झगडा पऱ्यो है। यो ड्राइभर चाहिँ यो गाडीको चालक हुनुहुन्छ। यो दाइ चाहिँ यो गाडीको चालक। हामीले त्यहाँ गाडी खोल्न खोज्दाखेरिमा झगडा परेको हो। अघि नै यो स्कर्पियो र यो सानो गाडीले ब्याक गरिदियो भए पुरै सकिन्थ्यो क्या। एकैछिनको हतारले पुरै बिग्रियो। लफडा बनाइदिएर यो यता छिर्दा पनि नहोला नि सर फेरि। होइन गाडी छ अलि फेरि दायाँ बायाँ भने आफैलाई लफडा हुन्छ भन्ने कुरो हो क्या। हाइसवालाहरूमा नि ग्रुप रहेछ क्या, बिहाको आयो होला होइन। वात्या हो हाइसै। अब हामीले त यहीँ बसेर देखिरहेको मान्छे उसले पख भनिरहेको छ। भनिरहेको छ पख म यहाँ गाडी लोड यता आएको यता जानु लाग्यो। एकैछिन भन्नु हुँदैन, सानो कुरो कुर्न पर्छ। पद बढ्या के यस्तो उकालोमा लोड गाडी ल्याउन गाह्रो पर्छ नि। अहिले यहाँ क्राउन सराउन्ड झल्यो नि, रातभरि उनीहरूले दुःख पाउँछ। उनीहरूले हामी त यहाँ बसेर हेरेर हो। पैसा